हार्ट अट्याक र स्ट्रोकले गर्दा संसारमा सबैभन्दा बढी मानिसहरूको मृत्यु हुन्छ। कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर र धूम्रपान यसका मुख्य कारणहरू मानिएका छन्। तर सत्य के हो भने कोलेस्टेरोल हार्ट अट्याक र स्ट्रोकको कारण नै होइन। यो चिकित्सा विज्ञान इतिहासकै सबैभन्दा ठूलो भ्रम मान्न सकिन्छ। मेरो यो युट्युब च्यानल कोलेस्टेरोल र मुटु रोगमा यहाँहरूलाई स्वागत छ। म डाक्टर सञ्जय कुमार श्रेष्ठ। आज म एउटा ठूलो भ्रमको विषयमा कुरा गर्दैछु, कोलेस्टेरोलको डर। हामीले केही दशकदेखि सुनिराखेका छौं कि कोलेस्टेरोल बढ्यो भने हार्ट अट्याक हुन्छ भनेर, जसले गर्दा समाजमा कोलेस्टेरोलको अति नै डर फैलिएको छ। अमेरिकन र युरोपियन हार्ट एसोसिएसनहरूले कोलेस्टेरोलको सामान्य सीमाहरू तोकेका छन्, जुनभन्दा माथि पुग्न साथ मानिसहरू आत्तिहाल्छन्। तर सत्य के हो भने कोलेस्टेरोलले हार्ट अट्याक गराउँदैन। कोलेस्टेरोल त हाम्रो शरीरको लागि अत्यावश्यक पदार्थ हो। हाम्रो शरीरका विभिन्न हर्मोन, भिटामिन डी र मुख्यतः रगत नलीको भित्री भागलाई सुरक्षित राख्न कोलेस्टेरोलको आवश्यक पर्दछ। बरु रक्त नलीको भित्री कोषमा कोलेस्टेरोलको कमी भयो भने एथेरोस्क्लेरोसिस, हार्ट अट्याक र स्ट्रोक हुन्छ। जसरी पानीको पाइपले घरभरि पानी पुर्याउँछ, त्यसै गरी रगत नलीहरूले शरीरको विभिन्न अङ्गहरूमा रगत र त्यसको माध्यमबाट अक्सिजन र पोषण पुर्याउँछन्। जसरी पानीको पाइपभित्र खिया लागेर त्यसमा विभिन्न तत्त्व जम्न सक्छ, त्यसै गरी रगत नलीका भित्री भागमा चोट लागेर विभिन्न तत्त्वहरू जम्न सक्छ। त्यसैलाई प्लाक भनिन्छ र यो प्रक्रियालाई एथेरोस्क्लेरोसिस भनिन्छ। यही प्लाकहरू बढ्दै गयो भने रगतको नली साँगुरिन्छ र मुटुको मांसपेशीहरूमा पर्याप्त रगत र अक्सिजन पुग्दैन, जसले गर्दा छाती दुख्ने वा भारी हुने हुन्छ। यी प्लाकहरू चर्किन वा फुट्न पनि सक्छन्। त्यसो भएमा त्यहाँ रगत जम्न सक्छ र रगतको नली पुरै बन्द हुन सक्छ। यस्तो बेलामा मुटुको मांसपेशीहरूमा अक्सिजनको मात्रा पर्याप्त पुग्दैन र छाती बेसरी दुख्छ। यसैलाई हार्ट अट्याक भएको भनिन्छ। यस्तो बेलामा तुरुन्त मुटुको रगत नली खोल्ने उपचार गरिएन भने मुटुको मांसपेशी सधैँको लागि मर्छ र मुटु सधैँको लागि कमजोर हुन्छ। यही प्रक्रिया ब्रेनमा भयो भने स्ट्रोक वा पक्षघात भनिन्छ। कहिलेकाहीँ अक्सिजन पर्याप्त नहुँदा मुटुको बिजुलीमा गडबडी आउन सक्छ र मुटु एक्कासी रोकिएर मानिसको मृत्यु पनि हुन सक्छ। यसलाई सडन डेथ भनिन्छ। अब कुरा गरौँ रगत नलीभित्र यस्ता प्लाकहरू कसरी बन्छन् त। हाम्रो शरीरमा लगभग 30 ट्रिलियन कोषहरू हुन्छन्। हरेक कोषको वरिपरि पातलो तर जटिल झिल्ली हुन्छ, जुन फोस्फोलिपिड नामको बोसिलो तत्त्वले बनेको हुन्छ। यो झिल्ली अति नाजुक हुन्छ, जुन चिसोमा तरल र गरममा घिउ जस्तो जम्न सक्छ। तर यस झिल्लीमा अर्को बोसिलो तत्त्व पनि हुन्छ, जसलाई कोलेस्टेरोल भनिन्छ र यही कोलेस्टेरोलले गर्दा यस झिल्लीलाई न पग्लन दिन्छ न जम्न र यस झिल्लीलाई मजबुत बनाएर राख्दछ। त्यसैले यहाँ बुझ्नुपर्ने कुरा के छ भने हाम्रो रगत नलीको भित्री तह मजबुत बनाएर राख्न कोलेस्टेरोलको ठूलो महत्व हुन्छ। खास कुरा के हो भने रगत नलीको भित्री तह मात्र एक कोशिकाको तहले बनेको हुन्छ र यस नाजुक तहमा लगातार ब्लड प्रेसरको दबाव र रगतमा बग्ने विभिन्न हानिकारक रसायनहरूको चोट लागिराख्दछ। विभिन्न रसायनहरूमध्ये सबैभन्दा हानिकारक रसायन सुगर र प्रोटिन मिलेर बनेका रासायनिक तत्त्वहरू हुन्छन्। हाम्रो शरीरको कुनै पनि तन्तुमा चोट लाग्यो भने यस चोटलाई निको पार्ने प्राकृतिक प्रक्रिया सुरु हुन्छ, जसलाई इन्फ्लामेसन भनिन्छ। जस्तै छालामा चोट लाग्यो भने सुरुमा रगत बग्छ, त्यसपछि रगत जमेर त्यस चोटलाई ढाक्दछ अनि त्यो घाउ निको हुने प्रक्रिया सुरु हुन्छ। तर निको हुने क्रममा त्यो घाउमा एउटा स्कार वा दाग बन्दछ। त्यस्तै गरी रगत नलीभित्र पनि ब्लड प्रेसर वा हानिकारक रसायनहरूको चोट लाग्दा निको हुने प्रक्रियामा दाग बन्दछ। त्यसैलाई प्लाक भनिन्छ।
यो त भयो ठुलो चोट लाग्दाखेरिको प्रक्रिया। तर मैले अघि भने चाहिँ ससाना चोटहरू त ब्लड प्रेसरको दबाव र विभिन्न हानिकारक रसायनहरूको कारणले लागिरहेकै हुन्छ। त्यसैले सानोतिनो मर्मतको लागि फोस्फोलिपिड र कोलेस्टेरोलको निरन्तर आपूर्ति आवश्यक हुन्छ। शरीरका धेरैजसो कोशिकाहरूले आफ्नै कोलेस्टेरोल बनाउन सक्छन्, जुन पर्याप्त नै हुन्छ। तर रगत नलीको भित्री तहमा भने अघि मैले भने चाहिँ लगातार ब्लड प्रेसरको दबाव र विभिन्न रसायन पदार्थको कारणले निरन्तर चोट लागिराख्दा झिल्लीलाई ठिक अवस्थामा राख्न दुवै फोस्फोलिपिड र कोलेस्टेरोल बढी मात्रामा चाहिन्छ। त्यसैले यी कोषहरूलाई आफैले बनाएको कोलेस्टेरोलले मात्र पर्याप्त हुँदैन र रगतमा बगिरहेको कोलेस्टेरोलको पनि आवश्यकता पर्दछ। रगतमा कोलेस्टेरोल खाद्य पदार्थ र कलेजोबाट आउँछ। हामीले कोलेस्टेरोल भएको खाद्य पदार्थ नखाए पनि कलेजोले पर्याप्त मात्रामा बनाइरहेको नै हुन्छ। कोलेस्टेरोल र फोस्फोलिपिड बोसिलो तत्त्व भएकोले पानीमा घुल्दैन। रगतको ठूलो भाग पानी नै हुने भएको हुनाले रगतमा बोसिलो तत्त्वहरू नजमिकन बग्नको लागि एलडिएल र एचडिएल जस्ता प्रोटिनहरूको आवश्यक पर्दछ। एलडिएल र एचडिएल फोस्फोलिपिड र कोलेस्टेरोल जस्ता बोसिलो तत्त्वहरू बोक्ने वाहनहरू मात्र हुन्। एलडिएल खराब र एचडिएल राम्रो भन्ने धेरैको बुझाइ छ, तर यो भ्रम हो। अब प्रश्न उठ्छ, त्यसो भए दशकौंदेखि उच्च कोलेस्टेरोल खराब हो किन भनिएको त? यो कुरा बुझ्नको लागि अलिकति इतिहास हेर्नु जरुरी छ। आजभन्दा करिब 100 वर्ष अगाडि रुसी वैज्ञानिक एनिस्कोभले हार्ट अट्याकबाट मृत्यु भएका मानिसहरूको मुटुको रगत नलीको अध्ययन गरेका थिए। उनले त्यस्ता रगत नलीहरू माइक्रोस्कोपमा हेर्दा रगत नलीको भित्री सतहमा प्लाकहरू देखे र ती प्लाकभित्र कोलेस्टेरोलहरू पाए। उनले प्लाक बन्नुको मुख्य कारण कोलेस्टेरोललाई नै दिए। तर त्यस्ता प्लाकहरूमा अरू विभिन्न किसिमका कोषहरू, फाइबरहरू र क्याल्सियम पनि हुन्छन्। अब सोच्नुहोस्, जहाँ आगो लागि हुन्छ त्यहाँ दमकल पनि पुगेकै हुन्छ। तर आगो लागेको ठाउँमा दमकल देखियो भन्दैमा दमकल नै आगो लागेको कारण भन्न त मिल्दैन नि। त्यसपछि फेरि 1948 मा हार्ट अट्याकको विषयमा एउटा ठूलो अनुसन्धान सुरु भयो। अमेरिकाको फ्रामिङह्याम भन्ने सहरमा यो अनुसन्धान सुरु गरिएकोले यसलाई फ्रामिङह्याम हार्ट स्टडी नामकरण गरियो। र यो अनुसन्धानमा के देखियो भने हार्ट अट्याक र स्ट्रोकसँग ब्लड प्रेसर, सुगर, धूम्रपान र उच्च कोलेस्टेरोलको सम्बन्ध। यही कारणहरूले गर्दा उच्च कोलेस्टेरोल हार्ट अट्याक र स्ट्रोकको कारण मान्दै आएको हो। तर यस अनुसन्धानको ग्राफ राम्ररी निहालेर हेर्दा हार्ट अट्याक हुने र नहुने मानिसहरूको दुईवटा घण्टी आकारका ग्राफहरू देखिन्छन्, जुन धेरै हदसम्म एकमाथि अर्को खप्टिएको पाइन्छ। यसको बुझाइ के हुन्छ भने तोकिएको कोलेस्टेरोलको सीमाभन्दा धेरै माथि हुनेहरूको पनि हार्ट अट्याक नभएको र यो सीमा भित्र पर्दा पनि हार्ट अट्याक भएको। यो ग्राफ राम्ररी निहालेर हेर्दा के बुझिन्छ भने जब कोलेस्टेरोल 300 मिलिग्राम पर डेसिलिटर भन्दा माथि हुन्छ तब मात्र कोलेस्टेरोल र हार्ट अट्याकको बलियो सम्बन्ध देखिन्छ। अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने जसको कोलेस्टेरोल 300 मिलिग्राम पर डेसिलिटर भन्दा माथि हुन्छ उनीहरू प्राय वंशानुगत फ्यामिलियल हाइपरकोलेस्टेरोलेमिया अथवा एफएच का रोगी हुन्छन्। यस वंशानुगत रोगमा कोशिकाहरूको झिल्लीमा कोलेस्टेरोल छिर्ने द्वारहरूको कमी हुन्छ। यस्ता द्वारहरूलाई एलडिएल रिसेप्टर भनिन्छ। त्यसैले एलडिएल रिसेप्टरको कमीले गर्दा रगतमा भएको कोलेस्टेरोल पर्याप्त मात्रामा रगत नलीको भित्री सतहको कोशिकाहरूभित्र छिर्न सक्दैनन्। त्यसैले एफएच रोगीहरूका रगतमा कोलेस्टेरोलको मात्रा 300 मिलिग्राम पर डेसिलिटर भन्दा माथि नै हुन्छ। तर यहाँ एउटा विडम्बना, रगतमा कोलेस्टेरोल अत्याधिक भए तापनि रगत नलीको भित्री सतहको कोषहरूमा चाहिँ कोलेस्टेरोलको मात्रा अत्यन्तै कम हुन्छ, जसले गर्दा कोषका झिल्लीहरू ब्लड प्रेसरको दबाव र विभिन्न रसायनहरूको चोटले टुट्न थाल्दछन्।
र यी चोटहरू निको पार्ने प्राकृतिक प्रक्रिया इन्फ्लामेसन सुरु हुन्छ, जसले गर्दा प्लाकहरू बन्दछन्। त्यसैले एफएच रोगीहरूमा यी प्रक्रिया सानै उमेरदेखि हुने भएकोले 40-50 वर्ष पुग्दासम्म मुटुको रगत नलीहरूमा भित्र धेरै प्लाकहरू बनिसकेका हुन्छन् र 40-50 वर्ष पुग्दासम्म हार्ट अट्याकको सम्भावना धेरै नै हुन्छ। त्यसैले एउटा महत्त्वपूर्ण सम्भावना के छ भने फ्रामिङह्याम हार्ट स्टडीमा दुई फरक पपुलेसनहरू एफएच भएका र नभएकालाई एउटै समूहमा राखेर विश्लेषण भएको हुन सक्छ। विभिन्न अध्ययनहरूमा के देखिएको छ भने प्रत्येक 200 देखि 300 जनामा एकजनामा एफएच भएको पाइन्छ, तर फरक जनसमूहमा फरक दर देखिन्छ। जस्तै फ्रेन्च क्यानेडियनहरूमा त निकै धेरै देखिएको छ, प्रत्येक 80 जनामा एकजना। अन्त्यमा म के भन्न चाहन्छु भने हार्ट अट्याक र स्ट्रोकको मुख्य कारणको रूपमा कोलेस्टेरोललाई दोष दिनु चिकित्सा विज्ञानको इतिहासमा सबैभन्दा ठूलो गलत बुझाइहरूमध्ये एक हो। वास्तविकता के हो भने कोलेस्टेरोल हाम्रो शरीरको कोषहरूको झिल्ली मजबुत राख्न एकदमै आवश्यक बोसिलो तत्त्व हो। विशेष गरी रगत नलीहरूको भित्री तहमा रहेको कोषहरूमा कोलेस्टेरोल पर्याप्त भएन भने ती झिल्लीहरू ब्लड प्रेसरको दबाव र रगतमा बग्ने विभिन्न रासायनिक तत्त्वहरूको कारणले क्षति हुन्छ, जसले गर्दा शरीरमा कुनै पनि चोट निको पार्ने प्राकृतिक प्रक्रिया इन्फ्लामेसन सुरु हुन्छ र प्लाकहरू बन्दछन्, जसले गर्दा हार्ट अट्याक हुन्छ र स्ट्रोक हुन्छ। फ्रामिङह्याम हार्ट स्टडीमा दुई फरक समूहका मानिसहरू एफएच भएका र नभएकालाई एउटै समूहमा राखेर अध्ययन भएकोले कोलेस्टेरोल र हार्ट अट्याक बारे भ्रामक निष्कर्ष भएको हुन सक्ने सम्भावना छ। त्यसैले फ्रामिङह्याम हार्ट स्टडीमा एफएच भएका व्यक्तिहरूलाई छुट्याएर यो अध्ययन पुनः विश्लेषण गरिनु जरुरी छ। अब के त तपाईहरूलाई आफ्नो कोलेस्टेरोलको रिपोर्टबारे चिन्ता लिनु जरुरी छ त? कोलेस्टेरोलको मात्रा अत्याधिक अथवा 300 मिलिग्राम पर डेसिलिटरको हाराहारी वा 300 मिलिग्राम पर डेसिलिटर भन्दा माथि छ भने चिन्ताको विषय हुन्छ, जुन सम्भवतः वंशानुगत एफएच हुन सक्छ। म यो विषयबारे मेरो अरू भिडियोहरूबाट थप जानकारी दिनेछु। अन्त्यमा म तपाईहरूलाई एक महत्त्वपूर्ण सल्लाह दिन चाहन्छु। हार्ट अट्याक र स्ट्रोकबाट आफूलाई जोगाउने सबैभन्दा राम्रो उपाय भनेको आफ्ना रगत नलीहरू स्वस्थ राख्नु हो। त्यसको लागि रगत नलीहरूको भित्री सतहमा ब्लड प्रेसरको दबाव र रासायनिक तत्त्वहरूको तनाव कम गर्नु पर्दछ। यसका दुई प्रमुख उपायहरू छन् आफ्नो ब्लड प्रेसर र चिनीको मात्रा नियन्त्रण गर्नु। सानै उमेरदेखि नुनको सेवन न्यून राख्नुहोस्, स्वस्थ ब्लड प्रेसर कायम गर्न र सकभर चिनी र गुलियो खाद्य पदार्थ नखाने वा धेरै कम खाने प्रयास गर्नुहोस्। यो भिडियो हेर्नु भएकोमा तपाईहरूलाई धन्यवाद। यदि तपाईहरूलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया अरूहरूसँग पनि सेयर गरिदिनु होला। यदि तपाईहरूको कुनै प्रश्न छ वा यसबारे थप छलफल गर्न चाहनुहुन्छ भने मलाई यो इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।